हेलो गाइस, हेर्नु यही कटर माइतबाट आएको मेरो माइतीको। भाइ आधी चाहिँ काटे। अब यो पोमल यहाँ उसिनेकी छु, आलु हाल्ने हो। अब यो तास्ने अनि काटेर पकाउने कस्तो के हुन्छ। भिडियो हेर्नु होला, लाइक गर्नु, सब्सक्राइब गर्नु। पकाएपछि देखाउँछु कस्तो हुन्छ। यही कटरको सब्जी पाएको कस्तो टेस्टी भएछ, मैले चाखेर पनि हेरेँ। तर यो अदुवा लसुन प्याज केही हालेको छैन, खालि मसलाहरू मात्रै, अदुवा मात्रै हाल्छ, लसुन हालेको छैन। अदुवा चाहिँ अलिअलि हालेको छ। तर प्याज लसुन नखाने हुनुहुन्छ यहाँ दिदी, त्यही भएर केही नहालेको, सिम्पलमा बनाएको। टमाटर पनि खानुहुन्न अरे, त्यही टमाटर पनि हालेको। तर टेस्टी चाहिँ बहुत टेस्टी भएछ, किनभने अब सधैँ यसरी खाइदिनँ, कहिलेकाहीँ मात्रै यसरी खाइन्छ भनेर मात्रै हो, नभए त मिठो भएछ। तपाईँहरू नि यसरी नै पकाएर खानु त कस्तो मिठो हुन्छ एक दिन।